के गर्ने होला यो घरका मान्छेले यसो मकै गोड्नेतिर नि यसो ध्यान दिए हुन्थ्यो नि। घाम यस्तो लागेको छ मकै पनि सुकेर हेर्नै नहुने भइसकेको छ। खोइ के गर्ने यसो मान्छे खोजेर मकै गोडौँ भने पनि कोही छैन गाउँमा, सबै खाडी मुलुकमा। गाउँमा त खालि बुढापाका मात्रै देख्छु। कसरी गोड्ने होला त? छोरो बनाउँदोको ताल त्यही हो, कहाँ जान्छ के गर्छ केही पत्तो छैन। बुहारी के भयो? किन रोकी? खै के भयो भनौँ बुवा, मैले हजुरलाई सबै कुरा हजुरलाई थाहा नै छ। हजुरको छोरा आफै गल्ती गर्नुहुन्छ, आफै जाँड खाएर आएर मलाई पिट्नुहुन्छ। हजुर आफै भन्नुहोस् त बुवा, म यसरी कसरी बस्न सक्छु? अब के गरौँ म? के भने कि बुहारी तिमीले यस्तो, तिमीले नै यस्तो भन्न थाल्यौ भने यो घरको हालत के होला? हेर, म एकचोटि सम्झाउला नि सफललाई। सधैँभरि त्यत्तिकै त हुँदैन होला नि, यसो तिमी पनि सम्झाउने गर न। बुवा, के दोष जति नारीको मात्रै हो? पुरुषको कुनै दोष हुँदैन? सन्तान नहुनुको पीडा नारीले मात्रै भोग्नुपर्ने, के पुरुषले चाहिँ भोग्नु पर्दैन बुवा? पुरुषले चाहिँ बुझ्नु पर्दैन? हुन्छ नि बुहारी, किन नहुनु? पुरुषको त झन् बढी दायित्व हुन्छ। कस्तो कुरा गरे कि तिमीले? किन, के भयो र बुहारी? के
सकलले तिमीलाई बुझ्न सकेन? पहिले त अलिअलि टेन्सन देखाउनु हुन्थ्यो बुवा, तर अहिले त हातै हाल्न थाल्नु भएको छ। यसरी त म यो घरमा कसरी बस्न सक्छु र बुवा? त्यसले हात हाल्न थालेको त मैले पनि देखेँ, तर एकचोटि म राम्रोसित सम्झाउँछु नि। खै हिजो आज के भएको हो त्यसलाई? आजभोलि टेन्सन मात्रै देखाउँछ, अनि फेरि दिनका दिन रक्सी खाएर आउन थालेछ। होइन बुहारी, पक्कै त्यसलाई केही न केही भएकै हुनुपर्छ। बुवा, के भएको हो एकपटक हजुरले नै बुझिदिनुहोस् न त। मैले त बोलेकै पिट्न आइलाग्नुहुन्छ। हुन्छ बुहारी, म एकचोटि राम्रोसित सम्झाउँला। ल, यो गिलास लिएर भित्र जाऊ, नरो। होइन है दाइ, के हो तपाईँको ताल? खाली गाउँ गाउँ चार्या छ, हिँड्या छ। उहाँ भाउजू रोएर बसिराख्नु भएको छ। कमसेकम सम्झाउनु नि एकचोटि। होइन, के भन्छ यो? किन सम्झाउने मैले तेरो भाउजूलाई? तँ पनि मुखमुखै लाग्ने भएछ होइन? यहाँ आफूलाई आफ्नै टेन्सन छ, तिमीहरूको चाहिँ कुरै बेग्लै। कमसेकम घरमा बसेर सघाउने त गर्नु। जहिले कुकुर जसरी गाउँ गाउँ चारेर हुन्छ? के रे कुकुर भन्छस् त मलाई?
मकै पनि सब यति ठुल्ठुलो भएछ सबै ठाउँ दुधवटा रहेछ ल के फल्छ यसमा बेडाउनु पर्ने खोइ अब बहिनी कता हो अब बहिनीलाई ल्याएर यो सबै बेडाउनु पर्छ सबै जिते भाइ के मकै बेडाउनु लाको हो नि दिदी मकै बाकुलो भएछ दुधवटा भएछ अनि एउटा झन् निकाल्नु पर्यो भने के हो नि भाइ ओखल्नु पर्छ बाक्लो भयो भने राम्रोसँग घोगा लाग्दैन अनि भाइ घर बेचेछौ घर कहाँ बनाउन आँटेका छौ नि घर त कहाँ बनाउन सक्छ र दिदी यसो सानोतिनो झुप्रो बनाऊ भनेको कहाँ बनाउने सोचिरहेको छु अब झुप्रो त बनाउने भन्यौ जिते भाइ अनि सामानहरू ल्याइसक्यौ ल्याएको छैन नि दिदी सामान अब कहाँबाट ल्याउने भनेर यसो सोध्दैछु जिते भाइ आफू बस्ने घर हो झुप्रै भए पनि राम्रोसँग बनाउनु हो नि दिदी जे जस्तो भए पनि आफू बस्ने घर हो झुप्रो भए पनि म राम्ररी बनाउँछु भनेर सोचिरहेको छु आज भोलि बेलीलाई देख्दिनँ बेलीको के छ नि हालखबर के हुनु दिदी त्यसको त्यही त हो नि जहिले पनि झुक्राएर बस्छ घरभित्र अस्ति त बाहिर निस्किन्थे आजकल अलिक कम गरेको छ त्यसको त बिचल्ली नै हुने भयो नि जिते भाइ अब के गर्ने होला तिमीहरूलाई गाउँ समाज कसैले नि निको मान्दैनन् बरु तिमीहरूले गाउँै छोडेर गएको भए हुन्थ्यो के भन्नुभएको दिदी तपाईँले गाउँले भने भन्दैमा म त्यत्रो सम्पत्ति छोडेर जान्छु दोष मेरो बहिनीको मात्र होइन नि दोष त गौरवको पनि हो अगर हामीले यो गाउँबाट निक्ल्यो भने त्यसलाई पनि निकाल्नु पर्छ दिदी गाउँ छिमेकीलाई सबैलाई थाहा भइसक्यो दोष कसको हो भनेर त्यही पनि गाउँ लिएर चुप्प लागि बसिरहेछ के गर्छौ त जिते भाइ जस्तै भए पनि यो समाजले छोरी मान्छेकै गल्ती देखाउँछन् त हेर जिते भाइ छिट्टो बहिनीको काम सुल्ट्याउ नत्र भनी गाह्रो पर्ला ल दिदी तपाईँले भन्ने कुरा त सही नै हो अब गाउँले सबै कुरा बलदेव काकालाई जिम्मा दिएछ अब काकाले के गर्नुहुन्छ अहिलेलाई म गएँ है दिदी ओहो जिते भाइ कता हिँड्यो कता हुन्न काका म त तपाईँलाई नै भेट्नु भनेर आएको ए लाउ न आऊ बस ल काका हुन्छ अनि जिते भाइ कति कामले आयो त के हुनु काका अस्ति गरुसित कुरा गर्छु भन्नुभएको थियो तपाईँले त्यही कुरा म त बुझ्न आएको आयो अब ठिकै गर्यो तर के अनि हेर न जतिचोटि भेट्न गयो त्यो गौरवलाई घरमै भेट्ने अब गाउँतिर पनि कतै मुखै देखेको छैन मैले त्यसको त अस्ति आमा चाहिँसँग कुरा गरेको थिएँ आमा चाहिँ पनि उफ्रिन थाली त्यसो भनेर कहाँ हुन्छ काका त्यत्रो गाउँले बसेर तपाईँलाई जिम्मा दिए होइन हजुरले पहिल्यै भन्नु पर्थ्यो म सक्दिनँ भनेर अहिले त्यसो भनेर कहाँ हुन्छ त्यस्तो होइन जिते भाइ हेर न कोसिस त गरिरहेको छु गर्दिनँ पनि मैले भनेको छैन तर एक दिन न एक दिन त कसो भेट्न होला त्यसपछि के गर्नुपर्छ गरौँला नि त्यसलाई होइन गर्छु पनि भन्नुहुन्छ अझैसम्म अत्तो छैन गर्ने झन् कहिले मेरो घरमा तिम्रो समस्या मैले बुझेको छु जिते तर पनि के गर्ने हेर भेट्नै सकेको छैन यसो कसैले भेट्यौँ पनि भन्दैन दुःख मात्र बुझेर भएन काका जे गर्नु छ छिटो गर्नु पर्यो होइन भने के गर्नुपर्छ मैले जानेको छु के जानेछौ जिते भाइ खुकुरी लिएर गएर काट्छौ काट्दैमा त तिम्रो समस्या समाधान हुँदैन भोलि बेलीले कसरी न्याय पाउँछ ल अब म के गर्नु त काका म त तपाईँको भरोसामा थिएँ तपाईँ आज भोलि भन्नुहुन्छ आज भोलि भरे होइन नि जिते भाइ के गर्ने हेर न मैले पनि उसलाई भेट्न नसकेर हो अब जति सके छिट्टो गर्ने कोसिस गर्छु अहिले तिमी जाऊ ल हुन्छ काका अहिले म हिँडेँ तर यो काम छिट्टै हुनुपर्छ है काका
बहिनी सामानहरू सबै मिलाइसके? कहाँ मिलाउनु दाइ? छैन नि। यता मिलाए उता मिल्दैन, उता मिलाए यता मिल्दैन। दिक्क लागेर म त बाहिर पो कसै लाउन आएको त। ल ल बहिनी भइहाल्यो नि, अब हामी दुईजना भएर मिलाउला नि त। ल आज त बस ल। अरे शिवा कस्तो चर्को घाम लागेको, बाहिर त निस्के साध्यै छैन। यो चैत वैशाखको घाम यस्तै त हो नि दाइ। अनि यो सामान सबै एक्लै मलाई मिलाउनु लाएर तपाईँ चाहिँ कहाँ फेरि आउनुभएको नि? कहाँ जानु नि बहिनी, म त बलदेव काकाकोमा गएर बलदेव काकासित बाजेर आएको। बाजेर आएको रे? होइन किन बाज्नु भएको बलदेव काकासँग चाहिँ? के गर्नुभयो त्यो काकाले त्यस्तो? अनि नबाजेर के गर्नु, बलदेव काकाले गौरवसित मिलाउँछु भन्नुभएको थियो, अझैसम्म अतो पतो छैन। अनि हतार गरेर बाज्न गइहाल्नुपर्छ त, मिलाइहाल्नुहुन्छ नि बिस्तारी गरेर। मिलाउन त मिलाउलान्, तर कहिले? तैँले 50 जन्माइसकेपछि? दाइ अब गर्दा भन्दा जन्मिहाल्यो भने त कसको के लाग्छ र? तँलाई पो भन्नु सजिलो छ त, जे पर्नु छ मलाई परेछ। होइन दाइ, पर्न त मलाई पनि पिर परेछ नि, तर के गर्नु, सहनै पर्दो रहेछ। ल ल बहिनी पिर नगर, दिशाको झोकमा 1-2 वचन भनिदिइहाले, चित्त नदुखा। होइन दाइ, तपाईँको कुरा मैले किन चित्त दुखाउनु र? मेरो त सबै थोक हजुर नै त हो नि, जे भने नि, बुवा भने नि, आमा भने नि, हजुर नै त हो। हजुरले भन्दा मलाई किन चित्त दुख्छ र? चित्त दुखाएको छैन नि। ल ल धेरै कुरा नगर, लु हिँड दुईजना भएर सामान मिलाऊ, आइज। काली काली माता काली 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 माता काली जय श्री महाकाली। भक्तजनको दुःख हर्ने आमा शक्तिशाली, भक्तजनको कष्ट हर्ने तिमी। काली काली मेरो बिहा त गराइदिनु भयो भगवान्, तर मेरो सन्तान भएन। कौडी भगवती मलाई सन्तान चाहियो। माता भगवती कौडी मेरो बिहा त भयो भगवान्, मेरो सन्तान किन भएन? माता कौडी मलाई सन्तान चाहियो। माता कौडी भगवती मेरो बिहा त गराइदिनु भयो, तर मबाट सन्तान नहुने किन बनाइदिनु भयो? किन बनाइदिनु भयो? माता मलाई आफ्नै श्रीमतीको दोषी बनायो, मलाई गाउँ समाजको दोषी बनायो। किन किन माँ? मलाई पितृधर्मबाट किन वञ्चित बनायो माँ? मबाट के भुल भयो माँ? अब मैले प्राण त्याग्नु बाहेक कुनै विकल्प रहेन माँ। मेरो जिन्दगीको सारा तै त हो नि यार। भगवान हनुमान रियली? रियली नै हो? के गर्दैछ यो?
बेली के भयो तिमीलाई? बेली तिमी यहाँ किन बसे? किन हुनु र दाइ, म यो दुःखबाट मुक्ति हुन्छ कि भनेर देवी माको शरणमा आएको नि। के गर्नु, गाउँ समाजले चिचिरो दुर गर्छन्। मेरो यो दुःख बिसाउने ठाउँ देवी माको चरण बाहेक अन्त कहीँ भेटिन, त्यसैले यहाँ आएको नि। अनि तपाईँ चाहिँ किन यसरी हिँड्नु भएको नि दाइ? उहाँ घरमा बाउजू रोएर बस्नुभयो होला, तपाईँ किन यसरी हिँड्नुभएको? तपाईँलाई त कुरै पिर चिन्ता छ जस्तो लाग्दैन, तैपनि यसरी किन हिँड्नुहुन्छ? के गर्नु बेली बहिनी, सबैलाई आफ्नो पिर र चिन्ता त भइहाल्छ नि। बेली बहिनी मलाई पनि एउटा पिर परिरहेछ के, तिमी कुरो बुझेन। दाइ तपाईँलाई त्यस्तो के पिर परेर? के भनौँ बेली बहिनी, नभनौँ लाग्छ। तिमीलाई भेटेपछि भन्न मन लाग्छ। मेरो स्वास्नीको कोख त बाँधै रहने भयो नि, त्यसले कहिल्यै सन्तान जन्माउने भएन। बुझ्यौ बेली बहिनी, यो सफल छ नि सफल, कहिल्यै बाउ बन्ने भएन। त्यसले ममा जहिले खोट लगाउँछ। ल हेर त बेली बहिनी, ममा कुनै खोट छ? खै दाइ, को मान्छेभित्र के खोट हुन्छ म कसरी भन्न सक्छु र? मान्छे बाहिरबाट हेर्दा त सबै राम्रो देखिन्छन्। संसार यस्तै हो बहिनी। लामा हिँडे, तिमी बिस्तारै आउने गर कि तिमीलाई पुऱ्याइदेऊ, फेरि बाटोमा लड्यौ। पर्दैन दाइ, तपाईँको हालत त्यस्तो छ, के पुर्याउनुहुन्छ? बरु म आफै जान्छु। ल बहिनी तिमी बिस्तारै आउने गर है, म अहिले गएँ। आफ्नो त हालत यो छ, घर पुग्ने ठेगान छैन, मलाई पुर्याइदिन्छु भन्छ जोडा। गाउँठाउँ त सबै परिवर्तन भइसक्यो। आखिर दिदीलाई कसले बेपत्ता पार्यो होला? यो गाउँठाउँमा कहाँ खोजिने होला? कहाँबाट पत्ता लगाउन सकिएला खै? होइन, के हेर्दै हुनुहुन्छ? हाम्रो डाँडा पाखा सधैँ यस्तै त हुने, जति हेरे पनि नअगाइने हाम्रो गाउँ जस्तो अन्त कहाँ छ र? त्यो त हो नि, म पनि यही गाउँठाउँमा जन्मे हुर्केकै हुँ।
अनि यो गाउँका केटीहरू पनि स्वर्गकी अप्सरा भन्दा राम्री रहेछन् नि। खै त्यो त अब हेर्ने मान्छेको नजरमै भर पर्छ नि। नजरको हेराइ मात्र होइन नि, तिमी पनि यस्तै राम्री छौ। हे तपाईँ पनि जहिले मसँग भेट्दा जिस्किनुहुन्छ। मलाई तिम्रो गाउँ घुमाउँदैनौ? यो पनि तपाईँकै गाउँ हो नि, आफै घुम्नु न। या तिमी पनि जाउँ हिँड घुम्न।